लगभग 1 महिनाकै फिल्डमा 100%को हाराहारी यसले प्रतिफल दिइसकेको छ। नमस्ते। कोरियामा उनीहरूको लागि चाहिँ आज हलिडे सन्डे अनि आज नेप्से डे पनि। नेप्से निरन्तर ओह्रालो लागिरहेको छ। राता क्यान्डलहरूको बाहुल्यता छ। केही दिनदेखि चाहिँ त्यो झर्ने क्रममै छ। पोर्टफोलियो पनि रातो बनिरहेको छ। टेक्निकल एनालाइसिस र फन्डामेन्टल एनालाइसिसले त खासै काम पहिलादेखि नै गरिरहेको छैन। त्यही पनि एक्सपिरियन्स र एउटा विश्वासले पनि काम गरिरहेको अवस्था छैन। तर त्यसको बावजुद पोर्टफोलियो भने हरियो बनाउन सफल हाम्रो राधि विद्युतले भने हामीले गरेको ट्रेडबाट चाहिँ राम्रो प्रतिफल दिएको छ केही दिनभित्रैमा, जुन हामीले कोरियाबाटै पनि लगानी गऱ्यौँ अथवा गरिरहेका छौँ। त्यसले गर्दाखेरि चाहिँ नेप्से निरन्तर ओह्रालो हुँदाखेरि पनि यो भने हरियोमै छ। पोर्टफोलियो पनि ठिकै होस्, अहिलेसम्म रातो हुन परेको छैन। फुर्सदको समय सन्डे हलिडे त्यस्तो दिनहरूमा चाहिँ अलिअलि आइपिओ त छँदैछ। आइपिओभन्दा बाहिर दोस्रो बजार, अलिअलि कारोबार, अलिअलि इन्भेस्टमेन्ट, अलिअलि नलेज, फुर्सदको सदुपयोग त्यसरी गर्दाखेरि चाहिँ राम्रै भइराखेको छ, हुन्छ।